हेलो गाइज यो चाहिँ मेरो पार्ट 2 धरान टु दानाबारीको पार्ट 2 भिडियो है। यसमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ हामीले कसरी धरानदेखि दानाबारीको त्यो पहाड कसरी चढ्यौं, कसरी हिड्यौं, के गर्यौं बीचमा भनेर यस भिडियो मार्फत देख्न सक्नुहुन्छ। यता पनि भिड छ अनि माथि चढौ भने यस्तो पहाड छ। अब हामी के गर्ने भनेर सोच दुविधामा पर्यौं। माथि अनि भिड छ अनि पल्लोपट्टि पनि भिडै छ। पल्लोपट्टि भिड छैन। यसको पल्लोपट्टि पुरो टासेको भिड छैन होला। पल्लोपट्टि त जस्ट बिस्तारै यसो छड्दै छड्दै गर्दै त अब यहाँ आइपुगेर फेरि के गर्नु। जुत्ता सुत्ता खोलेर भए पनि खोलिँदैन। अनि उ त्यो खररे परेकोमा जान्छ चढ गइन्छ त के पक्रिँदै। अब हिम्मत गर्दैछौँ हामी यो पहाड हुँदै धान हान्दै जा। लास्टमा साथी हामीले चाहिँ निर्णय गर्यौँ अब यो भिड नै चढ्ने। ल नछुटिकन हिँड्ने अब चाहिँ एकदम साथै हामी चाहिँ यो बिस्तारै सुमि दिदी बी केयरफुल। ओ गॉड हैन म त्यो खिर्राको बोटबाट ठाडै माथि आइज त्यतो हिँड्नु ल यहाँ अड्किराको अप्ठ्यारो। मङ्की खेलाइरहेछ क्या बाँदरहरू पर बसिरहेछ। बाँदर पनि त्यही पराइछ त अनि त्यही त अनि दुई हाल्नु चढिरहेको छौँ हामी चाहिँ। अनि यस्तोमा कहाँ जान्छ बिचरा। अनि उसले पनि उ बाँदर हिँडिराखेको छ। बाँदर त्यही बसेको छ। सेतु आइज रोड त आइज त किन गएको? रोड त मैले देखेँ नि। खोइ तै हो त जाने हामी कहाँ माथि जाने निस्किने रोड। माथि जाने त त्यो त हो त अलको। चलो 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 Go there. Seti. Oh my god. Oh my god. पर्खिनु न। लाइफमा फर्स्ट टाइम हाइकिङ आएको साथी। अब यस्तो ठाउँमा आइपुग्यो। ओ माई गड यार, यो बाटो हामीले अघि अर्कै बाटो जाऊँ भनेको नि। भिमदाई यहाँ हेर्नु त हो साथीहरू, हामी चाहिँ यहाँ अहिले के हेरे दाइ म खाने क्रममा छोचो गरेर खानु। यस्तो सेती कहाँ गयो सेती? त्यसै साङसाङमा कुन भ्लगमा आउँछ है सबै खाएको हुन्छ नि होइन। यस्तो भिड। म त दाइ साँच्चीकै कस्तो कामै नि थाहा छ। म पानी खानु जान्छु क्या योभन्दा पनि दाइ। म खान्छु यति हिँड्नु। अनि यस्तो भिड छ। अलिकति सन्डे लड भिमदाई। यता पनि भिड यता पनि भिड। के गर्नु बुद्धि नपुग्दा यस्तो भयो। त्यही भएर लाइफमा पाठ सिकियोस् दाइ। खबुनु आएन बुन बुनुलाई यो हिजोअस्ति अहिले भर्खरैको पानी बगाएर लगेको के हो। म त भोकले पनि मर्नु आँटिसकेँ। कस्तो बाटो थाहा नभएको यस्तो बिच बाटोमा ल्याएर हेर्नु न अब।
यस्तो छ त हेरो भिड पर्दैन बरु अघि यो पुलबाट दानाबारी हिँडेको क्या हामी खासमा त्यो घरको त्यो छेउकोबाट यस्तो गएको भए त्यहीँ माथि निस्किन्थ्यो बरु दानाबारी नै घरबाट सिधै खोलो त्यो माथि पोल छैन पोल ठ्याक्कै निस्किन्छ राम्रै बाटो हजुर बाटै छ नि त्यहाँदेखि लु अब झरेर जाउँ यताबाट अप्ठ्यारो छ कि माथि पुग्यौँ त्यो बरको भन्दा मुनि पुग्यौँ हामी त माथि टपमै पुगेको नि टपमै हौ अलिकति नाखै पहिरो छ यता पहिरो छ यस्तो डिल मात्रै जान्छ त्यहाँ कस्तो डेन्जर छ खुसियो भने मरिन्छ फेरि गइयो फेरि तल एकैचोटि ढेँडो भएकोमा बरु अब यहाँबाट झर्नु कि पुल त्यो पुलबाट जाने त्यो त्यहाँ घर छैन घर हजुर त्यही बाटोसम्म उँभो जाने त्यही उकालो उकालो त्यो मकै बारी देखिँदैन हजुर यो दुईवटा घर छ कि त्यहीँबाट उँभो जान्छ त्यहीँ माथि निस्किन्छ जाउँ अनि यता ल साथी हामी चाहिँ अब यो भिड चाहिँ बाटो अल्मली अनि त्यही भएर भोक लागिसक्यो 10 बजिसक्यो अब के खाजाहरू चाहिँ यही खान्छौँ अनि त्यसपछि चाहिँ फेरि हामी हाम्रो गन्तव्यतर्फ लाग्छौँ मेरो त जुत्ता यस्तो खत्तम भइसक्यो अब सानो भाइले उसको लुगा धुँदै रहेछ कति क्युट सो स्विट है भाइ भाइ आफै धुन्छौ तिम्रो लुगा ए अनि मम्मी विदेशमा बाबा चाहिँ वा ए तपाईँको नाति अनि आफै लुगा धुँदो रहेछ छोरा हो साबुन खोइ साबुन के साबुनले धुको सकिएछ साबुन उहाँ आइडीमा जानुभएको थियो होला कि कसो पो होइन उहाँ खासमा चाहिँ वकिल हुनुहुन्छ अब पहिला आइडीमा बाबा ब्रिटिस आर्मी हुँदो रहेछ क्या उहाँको पनि अनि बाबासँगै चाहिँ जानुभएको थियो सब पल्टन उहाँको बाबा चाहिँ ब्रिटिस आर्मी अनि परिवार चाहिँ अहिले परिवार सबै उहाँको यहाँ भीमदाईको त कत्रो घर छ त्यो भीमदाईको पनि सबै अहिले त सबै कहाँनिर लुगा तपाईँको त्यो स्विमिङ पुलदेखि कता माथि नै मेरो सुसा टाँसेको हजुर सत्य सुसा टाँसे साथै हामी चाहिँ यहाँ गुन्द्रुकको अचार र खाँदैछौँ कस्तो भयो गुन्द्रुकको अचार मिठो मैले बनाएको हिजो ओइ आलुदम त राम्रो बनाएछौ लुक्स सेन्ट आउने सो यम्मी कति भन बोल्दैन ल साथीहरू अब हामी चाहिँ यहाँ एकैछिन यो सानो बाबुको घरमा खाना खानुको लागि बसेको छौँ सादा बनाएको नि ओइ फेरि कस्तो मजाले तातो तातै यो त जहिले तातो हुन्छ जति बोकेर हिँड्दा पनि त्यही हुन्छ यो पुलाउ चाहिँ आजको बुनुले बनाएको हेर्दै सो अनि म त्यही यस्तो राम्रो हुन्छ र त मैले बुनलाई बनाऊ भनेको उसले चाहिँ मैले त्यो ल्वाङहरू लाएर त्यस्तो मन पर्दैन यता सुन्नु न मैले उसलाई त्यही भएर बनाऊ भनेको क्या अनि उसले चाहिँ के भनौँ फेरि घरमा पनि छ है मिठो बनाउँछ भनेर झन् उसलाई बनाउनु लागेको ल मिठो भयो त अनि भनौँ मिठो भयो अरे त नि पुलाउ त खानु है सुमी दिदी हामी चाहिँ साथीहरू नि यसरी खाने ठाउँमा होइन उहाँको उसलाई दिनु उहाँलाई होइन उहाँलाई दिनु त्यो यो तपाईँको यहाँ छ ढुङ्गा सुमी दिदी तपाईँ त आई लभ यु
हुनु फेरि पनि थुक्पा बनाउ पुलाउ बनाउनु ल म फेरि फेरि गएर खानुपर्ने पनि बेबीलाई पनि दिन्न ए बाजेलाई पनि तर पुग्दैन होला बाजेर लगाइदिनु साथीहरू हामी चाहिँ यहाँनिर यो घरमा चाहिँ खायौँ खाजाहरू खायौँ अरे खाजा पनि के भनौँ खानै खायौँ लिएर आएको थियौँ अनि खानाहरू खाएर अब चाहिँ हामी यो माथि चाहिँ नजाने निर्णय गऱ्यौँ किनभने कोही पनि हामी त्यो पहाड चढ्नु चाहिँ सक्दैनौँ नि त अनि हामी झरेर चाहिँ अब यताबाट अर्कै बाटो जाने निर्णय गऱ्यौँ आजको हाम्रो चाहिँ साँच्चीकै हाइकिङै भयो सबैलाई अब मलाई त झन् के थाहा मलाई त केही थाहै छैन बुनुलाई थाहा थियो म त झन् आएकै थिएँ म त के उहाँदेखि माथि पनि चढेको छु अब काटेपुलदेखि मास्तिरै चढेको छुइनँ भनौँ न तर शीतल अहिले चाहिँ अघि चाहिँ बर गर्मी भएको थियो घाम लागिरहेछ नि कस्तो शीतल यहाँ चाहिँ वेदर एकदम राम्रो छ हामी चाहिँ झर्दैछौँ साथीहरू यस्तै छ साथीहरू चाहिँ तल पुगिसक्नुभयो अघि हामीले टिकटक बनाएको यहीँ होइन अब के गर्नु माथि गन्तव्यमै पुगिसकेको नि भिडमा चढ्नु सकेनौँ पुगिसक्थ्यौँ राति फर्किन्छौँ जस्तो छ क्या हामी बाटो चाहिँ देख्ने हुनु पर्थ्यो क्या म त भीमदाई वाक्क लागिसक्यो न तल जानु न माथि जानु केही थाहा नभइकन हिँड्छौँ साथीहरू पनि वाक्क लाग्दो कहाँ जानुपर्ने माथि जम भिड तल जम भिड भीमदाई के गर्नु अब बाटो भन्छ त कसैलाई थाहा नभएको लुगा हेर्दाखेरि आम्मामा जापानिज जस्तो हैन त अनि हामी कहीँ नभएको जुत्ता ड्रेसहरू चाहिँ रेडी बनाउने अनि हल्ला नगर तल सुन म त वाक्क लागिस हेर्नु न बाटो साथीहरू म त वाक्क लागिसक्यो रुनु मन लागिसक्यो साँच्चीकै भन्नुपर्दा हामी त ठ्याक्कै भिडमै पुग्यौँ नि अब फेरि माथि जानुपर्ने होस् साथी प्लिज तलै जाउँ हामी भीमदाई म लड्छु भीमदाई रुनु त गयो नि लाग्छ म त कालो भयो त यार सबै यस्तो रमाइलो भइरहेछ पानी पनि परिराखेको छ अलिअलि साथीहरू हामी चाहिँ हिँड्दै हुनुहुन्छ भ्लग सबिना साउदेनको आजको फर्स्ट भिडियो फर्स्ट भ्लग सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट है सेयर पनि गरिदिनु होला उहाँ हुनुहुन्छ हाम्रो भीम दाई एकदमै प्यारो दाई सबैको प्यारो सो उहाँ डान्स गर्नुहुँदैछ अलिक पर जानु भीम दाई सरी के पार्टहरू दाइ प्राइभेट पार्ट सरी दाइ सरी ल म गीत गाइदिन्छु ल तपाईँलाई जुन तल क्यु ताराले मन तल क्यु मायाले यो पहाड यो पहाड ल साथीहरू झन्डा पार्क होइन झन्डा चाहिँ यही अरे अब खोइ झन्डा चाहिँ झन्डै पछि लाग्नु भएको भए ठ्याक्कै सँगसँगै अहिले त हामी चाहिँ फाइनल्ली आइसकेको छौँ अनि अब यहाँ चाहिँ हामी खानाहरू खाने तयारीमा छौँ हाम्रो सामानहरू चाहिँ यता छ
अब 6 घन्टा हिँडेर आइसकेपछि यस्तो ठाउँ हेर्नु आएको हो साथी। खासमा यहाँनिर झन्डा थियो नि त, अनि राम्रो थियो र हामी त हेर्नु आएको, तर झन्डा पनि यो लकी कुन चाहिँ हो? यो त होइन होला है? कुन? यो त्यो अनिवार्य हाम्रो हो। अनिवार्य छुट्यो हो अनि एउटा यहाँ राखेको थियो लकी। त्यो त उयो हो तपाईको लकी, उयो हो त्यो म चिन्छु त्यो त्यो अनिवार्य भनेको चाहिँ के हो? अनिवार्य भने हामी यो चाहिँ फिक्स हो भन्ने नेपाली उहाँ त्यसै खेर नि त घाटामा त किन अहिले काठको हुन्छ त बाँसकोलाई घाटा भनिन्छ, काठकोलाई लट हो। लौ तेरिका प्लिज। आजको यात्रा कस्तो लाग्यो बहिनीलाई? आजको यात्रा हाम्रो चाहिँ एकदम राम्रो भयो। अनि सबै साथीहरू चाहिँ तल गइसक्नु भयो। अब म चाहिँ अलिकति थोरै अब आफ्नो भिडियोहरूलाई इन्डिङ गरौँ भनेर। अनि थ्याङ्क यू सो मच, तपाईँहरूले मेरो भिडियो यति मजाले हेरिदिनु भयो। हामीले रमाइलो गरेको, दुःख गरेको एकदमै हेरिदिनु भयो। अनि यो चाहिँ मेरो साथीहरू फर्स्ट भ्लग हो। सो तपाईँहरूलाई यो भिडियो मन पर्यो र तपाईँहरूलाई हामीले हिँडेको, हाइकिङहरू गरेको, रमाइलो गरेको मन पर्यो भने प्लिज कमेन्ट गरिदिनु होला। अनि अर्को कुरा, अब अहिले त 5 बजिसक्यो साथी, हामी यहाँ माथि नै छौँ। सो सबिना साउदेन च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अब भने चाहिँ म यति भन्दै मेरो दाइलाई 2 शब्द राखिदिनु हुन भन्दै म चाहिँ यो भ्लगबाट फिदा लिन्छु। ओके दाइ, तपाईँ पनि 1-2 शब्द बोलिदिनु है। यहाँदेखि यहाँ हजुर यहाँदेखि बोलिदिनुहोस् न, म भिडियो बनाइदिन्छु। एक्सक्युज मी दाइ। दाइ र मेरो फेरि यस्तै हो क्या, एकछिन रोक ल दाइ। 1-2 शब्द लास्टमा इन्डिङमा भनिदिनुहोस् न त हाम्रो साथीहरूलाई। धन्यवाद सबिना बहिनी, तपाईँको यो आजको यो हाइकिङ चाहिँ पहिलोचोटि कस्तो लाग्यो र 2083 साल 3 महिना 6 गतेको यात्रा एकदमै राम्रो। अनि हाम्रो जुन चाहिँ स्टार्टिङदेखि इन्डिङ सकुशलै आयौँ र साथीहरू हामीलाई छाडेर निकै तलैसम्म पुगिसकेका छन्। समयले पनि नेटो नागिसकेको कारणले गर्दा समय हामीसँग चाहिँ अभाव भएको कारणले यति भन्दै 2 शब्द यिनै टुङ्गाउन चाहन्छु। धन्यवाद बहिनी। च्यानललाई सब्सक्राइब, च्यानललाई चाहिँ सबिना साउदेन लिम्बू, लिम्बू छैन सबिना साउदेन च्यानल च्यानललाई सब्सक्राइब अनि लाइक अनि कमेन्ट गरिदिनुको लागि पनि म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद दाइ, बाई बाई। बाई।